गरिएको आगामी 4 गते पहिलो पटक चितवनमा ग्लेज फेसन सोको आयोजना हुन लागेको छ। जिल्लामा फेसन सोको उजागर गरी मोडलिङ क्षेत्रमा रुचि भएकाहरूलाई जिल्लामै ठाउँ दिनुपर्ने भन्दै फेसन सो आयोजना गर्न लागेको जनाइएको छ। यसै विषयमा वर्षचारी क्रिएसन भरतपुरका संस्थापक सुभाष गुरुङसँग चितवनमा आयोजना गर्न लागेको फेसन सोको बारेमा कुराकानी गरेका छौँ। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी आजको भोइस अफ द डेमा। भोइस अफ द डेको साथमा कलरफुल वायर, सस्तो मूल्यमा धेरै सुविधा भएको एकमात्र एन्ड्रोइड टच स्क्रिन फोन। डिजाइनर्स कलेक्सन सुन्नु भएको छ हामीले पनि अब नेपालको यसको मान्छेले हेरोस् अनि यसको इन्डस्ट्री साह्रै देखिरहनु भएको नि अब बजारतिर मान्छे कस्तो ड्रेस लगाएको के भन्नु फेसन छ फेसन भनेको एकजना चाहिँ अरूले फलो गर्ने कुरा छ बिस्तारै बिस्तारै आउनु बाहिर आएपछि माथि चाहिँ भएर आइरहेको डेली लाइफमा प्रयोग हुने कपडा त अब हामीले पनि अलिकति सिक्लिपी दर्शन लगाएर बाटो हिँड्दैनौँ नि त तपाईँ पनि गुजरात बाटो हिँड्नु नि किन तपाईँ पनि आफू सर्ट प्यान्ट हुन्छ त्यो चलिरहेको चलिरहन्छ सबैले हामी अब संस्कृति भुलेर कार्यक्रम भइरहेको हुन्छ संस्कृति अब सांस्कृतिक केही कार्यक्रम भयो भने आफ्नो पहिरन लगाएर आफ्नो कार्यक्रम फङ्सनमा त एटेन्ड गर्छ मान्छेहरू त फेसनले चाहिँ अब संस्कृति भुलेको भन्न चाहिँ अलिक नमिल्ला कि अब चितवनमा चाहिँ पहिलोपटक आएको छ त्यसले चाहिँ अब पछिल्लोपटक अब कसरी चितवनमा अब यस्तो मैले पहिलोपटक गरेँ भने अब यसले अरू मान्छेहरूलाई नि अब अलिकति अब उजागर गर्ला कि अब यस्तो कार्यक्रम गरिरहनुपर्छ भनेर सायद होपफुल्ली म सोच्छु कि अब यस्तै फेरि हुन्छ होला मैले नगर्ने अरू कसैले गर्न सक्छ। जिल्लामा यो फेसन सोको आवश्यक किन आवश्यक भन्दाखेरि मैले धेरै के देखेछु भने मान्छेहरू चितवनको मान्छेहरू प्रायः काठमाडौँतिर पकड्यो भने किन अलिक फ्रिली हुन्छ कि अब यहाँ किन अब यो सहर त सहरै पनि सहर त हो नि होइन यसलाई यहाँको मान्छे चाहिँ बाहिरको फेसन गर्न सक्ने यसलाई अब मोडलिङ फिल्डमा लाग्न सक्ने होइन यहीँ चाहिँ गर्नु त्यो कारण चाहिँ अब यसै कार्यक्रम निकाल्दै माथि त यसलाई अब यहाँको कोही चेलीबेटी पनि दिदीबहिनी छ भने उसलाई मोडलिङ इन्ट्रेस्ट भइरहेको हुन्छ उसलाई गाह्रो हुन्छ काठमाडौँ जाऊ उहाँ फेरि पढ्लेर बस खाऊ बिस्तारै यही फिल्ड नै बिस्तारै माथि उकाल्न सक्यो भने त तर सबै कुरा यहाँबाट फेसिलिटी दियो भने त सबैलाई सजिलो हुन्छ नि त। भोइस अफ द डेको साथमा कलरफुल वायर, सस्तो मूल्यमा धेरै सुविधा भएको एकमात्र एन्ड्रोइड टच स्क्रिन फोन। भोइस अफ द डे पछि बाँकी खबर। राजधानीमा मात्र केन्द्रित हुँदै आएको फेसन सो अब चितवनमा पनि हुने भएको छ। वर्षचारी क्रिएसन भरतपुरले आगामी कार्तिक 4 गते ग्लेज फेसन सोको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। मोडलिङ क्षेत्रमा रुचि भएकाहरूलाई फेसन सो गर्न राजधानी नै धाउनु पर्ने बाध्यता भएकाले अब यो बाध्यतालाई अन्त्य गरी जिल्लामै फेसन सोलाई उजागर गर्न पहिलो पटक ग्लेज फेसन सो गर्न लागेको वर्षचारी क्रिएसन भरतपुरका संस्थापक सुभाष गुरुङले जानकारी दिनुभयो। करिब 3 लाख खर्च गरेर आयोजना गर्न लागेको ग्लेज फेसन सोमा जिल्लाका 10 जना युवतीहरूको सहभागिता रहेको छ। फेसन सोमा सहभागीहरूलाई कोरियोग्राफ मीरा कार्कीले गर्नु भएको छ। फेसन सोमा सहभागीहरूले हाउस अफ अल्टरनेटिभ अपेरियल्स द्वारा डिजाइन गरेको कपडा लगाउने भएका छन्। फेसन सोमा नायिका निशा अधिकारी र कलाकार सहारा बस्वाचार्यको सो स्टप रहनेछ। कमलनगर स्थित साइरेन्स पाम होटलमा आयोजना गर्न लागेको कार्यक्रम कार्तिक 4 गते साँझ 5 बजे 5 देखि 8 बजेसम्म सो र 8 बजेदेखि 10 बजेसम्म डान्स पार्टीको आयोजना गरेको संस्थापक गुरुङले जानकारी दिनुभयो। सो कार्यक्रममा सहभागी हुनको लागि टिकट दर 1000 रुपैयाँ रहेको गुरुङले बताउनुभयो। प्रतियोगिताको आधिकारिक टेलिभिजन सामुदायिक टेलिभिजन बेसो च्यानल रहेको छ।